आज आलु पराठा खान मन लागेर अनि आटा गुँधे हैन 3वटा जति आलु उस्ने त्यसलाई छिलेर मरमसला राखेर फ्राई जस्तो गरेर त्यसलाई अलिकति लड्डु जस्तो डल्लो बनाए हैन। त्यसपछि चाहिँ आटा अब टुक्रा पारेर अब आफूलाई चाहिने जति गोलो डल्लो बनाए। त्यसपछि आटा बेलेर च्याप्टो बनाए। त्यसमा चाहिँ आलु राखे, त्यो जुन चाहिँ अगाडि भुटेको आलु। त्यसपछि त्यसलाई फेरि मोमो जस्तै डल्लो पारेर बन्द गरे, त्यसको मुख बन्द गरेर रोटी जस्तो बेले, एकदम जतनले आलुको त्यो नफुटोस् भनेर। त्यसपछि रोटी बनाएर अनि तावा तताएँ, घिउ राखेँ, त्यसपछि रोटी राखेर छोपेर फेरि उगारेँ, हेरेँ राम्रो भइरहेको रहेछ। फेरि त्यसको माथि पनि घिउ राखेर अनि त्यसलाई पल्टाइदिएँ, त्यसपछि छोपेँ, त्यसपछि उगारेँ। हेर्नुहोस् यति राम्रो रोटी बनेको।